कति मरे हे प्रभु रसोमा बाडी गए, सन शक्ति हो देऊ प्रभु पीडितलाई। कति मरे हे प्रभु रसोमा बाडी गए, सन शक्ति हो देऊ प्रभु पीडितलाई। सन शक्ति हो देऊ प्रभु पीडितलाई। नमस्ते, नमस्कार। आज चारैतिर देश तथा विदेश छरेर बस्ने दाजुभाइहरू पनि आफ्ना आमा बुबा दाजुभाइ दिदी बहिनीहरू बगाए कि भनेर त्यो तातो घाममा पनि घरको नेपालको चिन्ता गरेर दाजुभाइहरू छटपटिरहेको छ, दिदीबहिनीहरू छटपटिरहेको छ। बाहिर देशले बरु सहयोग गरेको छ। हाम्रो नेपालमा कोही सिलिन्डर तान्न जाने, कोही दाउरा तान्न जाने, कोही कानका मुन्द्रा, त्यो लास मरेको लासलाई तानी त्यो मुन्द्राहरू तान्ने होइन। हे जनता हो, नेपाली दाजुभाइ तथा दिदीबहिनी हो, तिमीहरूको आत्मा भगवान छैनन्? भोलि त्यो ठाउँमा चाहिँ हजुरहरूकै परिवार परेको भएदेखि अरूले झिकेको भए कस्तो हुन्थ्यो होला? अलिकति शर्म लाग्दैन? अलिकति मानवताको धर्म छैन हामीमा? ज्ञान छैन अलिकति? यहाँबाट खाएर गएपछि पेटमा पुगेपछि दिशा भएर जान्छ, अनि त्यो दिशा बाथरुममा गएर टोयलेटमा गएर गरेपछि गनाउने ऊ हुन्छ। अनि हाम्रो जिन्दगी हजुरहरूलाई अलिकति ज्ञान लाग्दैन? हाम्रो जिन्दगी के छ र? यस्तो आउला भन्ने, सुनामी आउला यस्तो होला भन्ने सोचेको थियो र उहाँहरूले पनि? आज त्यो कानका मुन्द्रा प्यारो भयो कि त्यो लास प्यारो भयो त? लासमाथि चढेको ग्यास, सुन, अनि त्यो एउटा माछामा पसेर एउटा मोटी खालकी त्यो मैला भएपछि अलिकति ज्ञान लाग्दैन? अलिकति धर्म छैन मानिसमा? ए दाउरा वारवारी तानेको छ, भोलि हामीलाई मर्न पर्दैन? भोलि मर्ने दिन आउँदैन? अलिकति यति भयो नि त, थोरै भयो नि त हाम्रा धर्म